हेलो साथीहरु, जो कोही इटाली आउन चाहनुहुन्छ यो चाहिँ उसका लागि यो भिडियो है त। तपाईँ इटाली आउनुभन्दा अगाडि चाहिँ केही कुरा सोचेर बुझेर मात्रै आउनु होला। इटाली आउँदाखेरि कोही मार्फत या कसैको थ्रोबाट आउनु भने तपाईँलाई सजिलो हुनसक्छ, किनभने तपाईँलाई यहाँ बस्ने ठाउँको अभाव हुन्छ, खानको समस्या हुन्छ, कहाँ बस्ने कहाँ जाने, किन तपाईँलाई यहाँको बारेमा केही पनि थाहा हुँदैन। तपाईँ हचुवाको भरमा कहाँ कहाँबाट आउनुहुन्छ र टिकटकमा फेसबुकमा कसैले हालेको भरमा होइन तपाईँ चाहिँ यहाँसम्म इटालीसम्म आउनुहुन्छ। तर तपाईँको दुःखका दिन यहीँबाट सुरु हुन्छ है। तपाईँलाई त्यो थाहा होस् कि मेरा दुःखका दिन अब सुरु भयो भनेर। र तपाईँ आउने बित्तिकै बस्ने ठाउँ हुँदैन। तपाईँ कहाँ यो यति माइनस ठन्डीमा एक दिन बाहिर बस्यो भने मान्छे चाहिँ एकैचोटि कोमामा नि पुग्ने अवस्थाहरू हुन्छ। त्यो भएर तपाईँले आउनुभन्दा अगाडि थोरै कुराहरू विचार गरेर मात्र इटाली आउनु होला। तपाईँ आउनुभन्दा अगाडि इटाली आउनुभन्दा अगाडि कोहीसँग सम्पर्क गर्नुहोस्, यहाँको बारेमा बुझ्नुहोस् र कसरी चाहिँ रिफ्युजी क्याम्पको लागि बुझ्नुहोस्, कसरी बस्ने ठाउँ पाइन्छ पाइँदैन, क्याम्पमा राख्छ राख्दैन, त्यो बारेमा बुझेर जानकारी प्राप्त भएपछि मात्रै तपाईँ इटाली आउनुहोस्। इटाली आएपछि तपाईँले र चाहिँ तपाईँलाई कसैले सहयोग गर्यो भने एक दिनै भए पनि बस्नै दियो भने तपाईँले चाहिँ सहज तरिकाले तपाईँले चाहिँ आफ्नो केसलाई अगाडि बढाउन सक्नुहुन्छ। र यस्तो धेरै घटनाहरू यहाँ छ। अहिले पनि नेपाली धेरै बाहिर बाटोमा बसिरहनु भएको छ, किनभने यो अब कोही मार्फत कोही थ्रोबाट त्यत्तिकै अन्धाधन्दा इटालीसम्म आइपुगेर उहाँहरूले दुःख पाउनुभएको त्यो आफ्नै कारणले हो। र यसको लागि तपाईँले पहिले विचार पुर्याएर आउनु भने तपाईँलाई खासै दुःख हुँदैन। तपाईँले त्यो कुरा बुझ्नु होला। र तपाईँले आफ्नो यहाँ आइसकेपछि डकुमेन्टलाई कसरी अगाडि बढाउने र डकुमेन्ट पाएपछि के हुन्छ र कुन डकुमेन्टले कति महिनापछि काम गर्न मिल्छ भन्ने कुराहरू तपाईँले यो भिडियो हेरेर मसित जानकारी माग्नुभयो भने म तपाईँलाई कमेन्ट गर्नु भने म तपाईँलाई सबै डिटेलली कुराहरू चाहिँ तपाईँलाई म यही मार्फत सबै कुराहरू भनिदिन्छु। नभए तपाईँले मलाई चाहिँ डाइरेक्ट सम्पर्क गर्नुभयो भने इन्बक्स गर्नु भने म तपाईँलाई यहाँको बारेमा मैले जानेको बुझेको मैले अहिलेसम्म यहाँ इटाली आएदेखि भोगेका कुराहरू स्पष्ट रूपमा तपाईँलाई म बताइदिनेछु र तपाईँलाई सहज हुनेछ भन्ने मैले विश्वास गरेको छु। र जो कोही इटाली आउनुहुन्छ यो भिडियो भेट्नु भने हेरेर तपाईँले अन्तिमसम्म हेरेर मात्रै उ गर्नु होला, किनभने यहाँ अस्ति भर्खरै जनवरी 12 पनि एकजना नेपालीको क्रोएसियाबाट आउनु भएको थियो, मृत्यु नि भयो। किनभने चिसोको अत्याधिक चिसोको कारणले यतिखेर यो सिजन भनेको चिसो र तपाईँलाई एकदम गाह्रो हुन्छ यो सिजनमा, किनभने नेपालीहरू एकदम बढी आउने, बस्ने ठाउँ नपाउने एकदम ठुलो समस्या छ, काम नपाउने र एकदम गाह्रो छ। र तपाईँ आउनुभन्दा अगाडि केही कुराहरू बुझेर जानेर आउनु भने तपाईँलाई आफ्नो लागि सहज हुन्छ। र भिडियो तपाईँले अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा तपाईँलाई हामी भेट्ने नै छौँ। हस् त, ओके।